नमस्ते साथीहरू, आज म तपाईहरूले निकै प्रतीक्षा गरिरहनु भएको त्यो विशेष भिडियो लिएर आएको छु, जसको लागि तपाईहरूले मलाई यो च्यानलमा निरन्तर पछ्याइरहनु भएको छ। 2300 माइलको दूरी, 112 दिनको सङ्घर्ष र लाखौं मानिसहरूको प्रार्थना। वर्ल्ड फर पीस अभियान अहिले कुन मोडमा छ? के यो यात्रा वाशिङटन डीसीतिर जाँदैछ कि अन्तै? आज म तपाईहरूलाई यो यात्राको पूर्ण र वास्तविक गन्तव्यको बारेमा विस्तृत जानकारी दिनेछु। के तपाईलाई लाग्यो यो यात्रा अझै जारी छ? फेब्रुअरी 14, 2026 112औं दिनमा एउटा यस्तो चमत्कार भयो जसले सबैको आँखा रसायो। 2300 माइलको लामो पैदल यात्रापछि भिक्षु पन्नकरा र आलो कुकुर अन्ततः आफ्नो घर टेक्ससको ह्युङडाओ विपन्न भावना सेन्टर फिर्ता हुनुभएको छ। तर यो पुनरागमन साधारण थिएन। दर्किएको झरीमा हजारौं मानिसहरूको बीचमा भिक्षुले लिनुभएको त्यो एउटा पवित्र शपथले आज सबैलाई स्तब्ध बनाएको छ। आजको विशेष भिडियोमा हामी यो महायात्राको समापन र भिक्षुको त्यो विशेष बाचाको बारेमा पूर्ण जानकारी दिनेछौँ। अन्तिम 1.2 माइल र गृह प्रवेश। फेब्रुअरी 14 को बिहान स्टोओभर पार्कबाट एउटा विशेष होम कमिङ वाक सुरु भयो। त्यही मन्दिरको गेटमा पुग्दा भिक्षु पन्नकरा भावुक हुनुभयो। उहाँले आफ्नो गुरु आदरणीय रत्नगुडालाई देख्ने बित्तिकै घोडा टेकेर ढोक गर्नुभयो। 2300 माइलको शारीरिक थकान उहाँको खुसीको आँसुमा हराएको थियो। यो केवल एउटा यात्राको अन्त्य मात्र थिएन, यो त एउटा मिसनको भव्य सफलता थियो। झरीमा लिएको पवित्र शपथ। सबैभन्दा मनछुने क्षण त तब आयो जब मन्दिरमा कार्यक्रम चलिरहँदा ठुलो पानी पर्न थाल्यो। मानिसहरू छानामुनि ओत लगाएका थिए, तर भिक्षु पन्नकरा ओत छोडेर सिधै पानीमा निस्किनुभयो। झरीमा भिज्दै उहाँले हजारौं मानिसहरूको अगाडि एउटा बाचा गर्नुभयो। म तपाईहरू सबैलाई बाचा गर्छु। जब जब तपाईहरू यो शान्तिको बाटोमा हिँड्नुहुन्छ, म तपाईहरूसँगै हिँड्नेछु। यदि तपाईले मलाई छोड्नु भएन भने म तपाईलाई कहिले छोड्ने छैन। यो कुनै एक दिनको लागि गरिएको बाचा थिएन, यो त जीवनभरको लागि लिएको सङ्कल्प थियो, शपथ थियो। भिक्षुले आफूलाई सबैको परिवारको सदस्यको रूपमा उभ्याउनु भयो। आलोका र नेपालीहरूको गौरव। यो पुरै यात्रामा आलोकले एउटा सच्चा साथीको भूमिका निभायो। तस्बिरमा देख्न सक्नुहुन्छ कि आलोक अहिले पनि उस्तै बहादुर र फुर्तिलो छ। यात्राका क्रममा प्राप्त भएका पदक र ब्याजहरूले भिक्षुको पहिरन सजिएको छ, जसले बाटोमा नेपालीहरू र अन्य समुदायले दिएको अपार मायालाई झल्काउँछ। नेपालीहरूले यो यात्रामा देखाएको एकता र सहयोगको प्रशंसा अहिले अमेरिकाका हरेक कुनामा भइरहेको छ। समापनको अर्थ अबको बाटो के? धेरैले सोधिरहनु भएको छ कि अब यो पदयात्रा सकियो त? हो, 2300 माइलको भौतिक हिँडाइ अहिलेका लागि सम्पन्न भएको छ। तर भिक्षुले भन्नुभए झैँ शान्तिको बाटो सधैँ जारी रहन्छ। अब यो अभियान एउटा नयाँ स्वरूपमा अगाडि बढ्नेछ। 112 दिनको यो त्यागले एउटा कुरा स्पष्ट पारेको छ, प्रेम र करुणाले संसारको जुनसुकै कुना पनि जित्न सकिन्छ। निष्कर्ष र विदाई। भिक्षु पन्नकरा र आलोकाको यात्राले हामीलाई एउटा परिवार जस्तै जोडेको छ। झरीले यो क्षणलाई आशीर्वाद दियो र मानिसहरूको उपस्थिति र मायाले यसलाई जीवन्त बनायो। यो ऐतिहासिक क्षणको साक्षी बन्न पाउनु हाम्रो लागि ठुलो भाग्य हो। तपाईलाई यो यात्राको सबैभन्दा भावुक क्षण कुन लाग्यो? कृपया कमेन्टमा लेख्नुहोला। भिक्षुको यो पवित्र सङ्कल्पको सम्मानमा यो भिडियोलाई सेयर गरेर सबै माझ पुर्याउनुहोला। भवतु सर्वमङ्गलम्।